हेलो गाइज, आज मेरो बुढोले फेसियल गर्दै बसिन्छ किनकि मैले कति बिर्सिनु नगरेको। अब गर्दै बसिन्छ। हेर्नुपर्छ 4वटा नै है त्यो गर्ने। अनि यहाँ बसिन्छ मेरो श्रीमानज्यू जसले फेसियल मेरो सबै उहाँ नै हो, मेकअप आर्टिस्ट, ब्युटिसियन सबै भन्दा नि हुन्छ उहाँ। त्यसैले अब गर्दै बिर्सिन्छ। हेर कसरी गर्छिन्छ। गाइस कन्टिन्यू हुनेछ हाम्रो भिडियो, हेर्दै जानु होला। यो हाम्रो फेसियल किट हो हैन। यसमा पहिला 1 नम्बरको युज गर्दैछु मैले चाहिँ। यसमा चाहिँ स्क्रब र क्लिजिङ दुईटै मिक्स भएको छ। यसले हामीले चाहिँ 5-7 मिनेट यसले हल्का जेन्टली क्लिजिङ गर्छौँ है त। यसले थोरै एप्लाई गर्ने यसरी थोरै आफ्नो तरिका हुन्छ, मेरो आफ्नै स्टाइल हुन्छ। कोही लोभ गरेर लाइसिँदो रहेछ हजुर, ब्युटिसियन भयो भने त टन्नैलाई बनाइसिँदो रहेछ। पुर्याउनु पर्छ, के गर्नु, यस्तै छ महँगाइ। पानी लाउने नै हाम्रा 2जना दर्शकहरू त्यहाँ बसिरहेको हेरेर तिनीहरू पनि पालो कुरेर बसिरहेको छन्। एकदमै प्याक हुन्छ यो, होम फेसियल हाउस। त्यसैले सुन निकाल्नुपर्छ नि। चेन भने नि जेन्टली मसाज गर्नुहोस्। यसलाई मासतिर यसरी तान्ने, तलाइन बनाउनु। यसलाई तलतिर गऱ्यो भने चाहिँ गाला चुनिन्छ, त्यही भएर यसलाई चाहिँ जहिले पनि मासतिर यसरी है गालालाई तीखो बनाउनु। यसमै मोस्टली मसाज गर्नुपर्ने ठाउँ भनेको चाहिँ यहाँ यो रिङ्कल पर्ने ठाउँहरू जस्तै निधार भयो, यो भयो होइन, यो भयो, गालाको यो भाग भयो। यिनीहरू चाहिँ म्याक्सिमम् हामीले मसाज गर्नुपर्ने ठाउँ चाहिँ यिनीहरूको, किनकि यहाँ भने रिङ्कल पर्ने ठाउँ हो। र यो भनेको ब्ल्याक हेडहरू जम्मा हुने ठाउँ हो। नाकको वरिपरि यो भाग पनि एकदमै राम्रोसँग हामीले चाहिँ क्लिन गर्नुपर्छ। यसमा चाहिँ हामीले पानी युज गर्नु मिल्दैन, त्यही भएर हामीले यो क्लिजिङलाई नै मजाले रब गरेर ये बड़ी अच्छी बात कही आप मजाले होइन फोरहरू यसले चाहिँ डटहरू निकाल्छ। यहाँ हजुरले देख्न पनि सक्नुहुन्छ सबै डटहरू निकालिरहेको छ। चलानको लागि हाम्रो 5-7 मिनट जति मैले क्लिन्जिङ गरिसकेको छु। अब यसलाई मैले फोमले क्लिन गरिदिन्छु। तो करना परेशान हो गए हम लोग 2.5 साल से। बिस्तारै है, धेरै रब गर्नु मिल्दैन, किनभनेदेखि यसमा स्क्रब पनि भएको कारणले स्किन ड्यामेज गर्न सक्छ। त्यही भएर एकदम जेन्टली बिस्तारै रब गर्ने, मजाले फर्मले सबै कुरा यहाँबाट सुसिहाल्छ। यो क्लिन गर्ने पनि आफ्नो तरिका। अब मैले पुछेर सकिसकेको छु। तल क्यामेरा यता गर्नुहोस् त। पुछेर सकिसकेको छु, एकदमै अघिको भन्दा हेर्न सक्नुहुन्छ कति राम्रो ग्लो आइसकेको छ। क्लिजिङले मात्र पनि यति राम्रो ग्लो आइसकेको छ फेसमा। अब हामी 2 नम्बरको क्रिम युज गर्दैछौँ है। 2 नम्बरको क्रिममा चाहिँ हाम्रो के रहेको छ भनेदेखि इमर्जिङ क्रिम रहेको छ। यसले चाहिँ हामीले कहाँ से ल्याए है? अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। अब यो चाहिँ 2 नम्बरको क्रिम हो, इमर्जिङ क्रिम हो। यसमा चाहिँ हामीले यो लाइटनिङ एन्ड ब्राइटनिङ सिरम 2-3 ड्रप एड गरेर मजाले मसाज गर्छौँ। यसलाई चाहिँ हामीले 15 मिनट लगभग 15 मिनट हामीले यसलाई मसाज गर्छौँ है। हामीले चाहिँ मसाज गर्दाखेरि चाहिँ जहिले पनि हामीले तलदेखि माथि यसरी सर तान्ने है, सफ्ट पारामा। ओके, यसलाई तलतिर यसरी प्रेस गर्यो भने चाहिँ स्किन झुनिने सम्भावना हुन्छ धेरै नै। त्यही भएर मासतिर यसरी तान्यो भनेदेखि मजाले स्किन टाइटनिङमा हेल्प गर्छ र तपाईँको हजुरको स्किनको
फेसको सेप पनि राम्रो हुन्छ। आफ्नो आफ्नो स्टाइल हुन्छ होइन, मेरो स्टाइल चाहिँ यो छ। कस्तो छ एकचोटि कमेन्ट गरिदिनु होला। 15 मिनट मैले मसाज गरिसकेको छु। अब यसलाई म फोमले क्लिन गर्न गइरहेको छु। अब मैले क्लिन गरिसकेँ। अब त्यसपछि अब म 3 नम्बरको क्रिम लाउन गइरहेछु। यो चाहिँ मसाज जेल हो है। मसाज जेलले हामी 2-3 मिनट मसाज गर्नुहुन्छ। आँपहरू आँभित्र परेछ हल्का के गर्नु, यस्तै खासै धेरै प्रोफेसनल भएछ। यो चाहिँ ऊ के अरे ओर्मन लाग्छ, कस्तो मजा आउँदो रहेछ। मजाले गर्छु न। अब फाइनल्ली हाम्रो प्याक लगाउने बेला आइसकेको छ। लास्ट है अब फेस प्याक 4 नम्बर। टक्क हामी यो चाहिँ फेस प्याक टक्क फेसमा एप्लाई गरेर छोड्नेछौँ सुक्नु जेलसम्म, र सुकेपछि त्यसलाई पुस्नेछौँ है। म चाहिँ फेस प्याक हातले नै लगाइदिन्छु है। अहिले ब्रस लाउँछ नि आफ्नो आफ्नो स्टाइल। मलाई हातले नै सजिलो लाग्छ मजाले। यो कस्तो हुन्छ भनेदेखि हातले लाउँदाखेरि चाहिँ अलिकति स्किन टु स्किन टच हुने भयो। त्यसले गर्दाखेरि यो अलिकति ब्लेन्ड राम्रोसँग हुन्छ जस्तो लाग्छ मलाई। एप्लाई राम्रोसँग हुन्छ ब्रसले भन्दा मलाई चाहिँ यसले अलिकति सजिलो लाग्छ। एप्लाई राम्रो गर्छ जस्तो लाग्छ। ब्रसले अलिक अप्ठ्यारो लाग्छ, क्वान्टिटी कहिले धेरै कहिले थोरै भइदिन्छ। यसले चाहिँ मलाई एकदम सजिलो लाग्छ। फाइनल्ली हामीले फेस प्याक एप्लाई गरिसकेका छौँ। अब यसलाई मजाले हामी 10-15 मिनट सुक्न दिन्छौँ है। सुक्न दिन्छौँ, त्यसपछि मात्र हामी क्लिन गर्छौँ यसलाई।